हेलो गाइजहरु वेलकम टु माई युट्युब च्यानल हैन। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु है। अनि हामी चाहिँ कता भन्दाखेरि चाहिँ घाँस काट्नु हिँडेको अहिले चाहिँ फेरि तुवाचुङको मुनि हिँडेको हामी चाहिँ घाँस काट्न किन्दैन यतै हेर्दै नि त। ल भाइ दाजु हाम्रो दाइ गोर्खालीको सानो महिना छन्दाहरू हैन। टक्क हामी चाहिँ घाँस काट्न हिँडेको है। यो गाउँमा आएको छौँ हामी चाहिँ है। अनि हामी घाँस काट्न जानुपर्ने चाहिँ ऊ चाहिँ ढाडा हामी चाहिँ त्यो माथि गर्दा नि हामी घाँस काट्न अहिले कसँग अहिले घाँस काट्नु घाँस काट्ने ठाउँमा गएर भेटौँ त गाइजहरु। A few moments later. ओ गाइजहरु हामी चाहिँ अघि देखाएको डाँडामा आइपुग्यौँ हैन। कसैलेमा जङ्गल त नि जङ्गल अरे भिड छ हेर्दै कसैले हैन। तपाईँलाई हेर्दाखेरि मैले ऊ त्यहाँ देखाएको तपाईँहरूलाई मैले त्यो यहाँ आइपुग्यो हामी चाहिँ डाँडामा। यस्तो जङ्गल छ यार भिड कडा हाम्रो बुनीहरू तल ग्याङस्टर आउँदै हुनुहुन्छ मुनि है। घाँस खोजेर काट्नुपर्ने हुन्छ यहाँनिर। ठ्याङ्गै चाहिँ रुख देखिएको छैन। एउटा यही रुख काट्नुपर्छ भनेर भन्दिनँ म। जस्तैको रुख हो चिउरीको रुख काट्नुपर्ने चाहिँ। तर त्यही चाहिँ होइनको होइन। आजको दुख्सिली यो रातमाटे है जीवन भन्नु त्यो काले छ काले छ अग्लो छ नि त अग्लोमा हैन जम गाइज जम लाग्यो त्यसलाई मैले अस्ति उता देखिरहेको थिएँ क्या काठमाडौँमा मैले पनि देखेको। उनी बस्दो रहेछ नि त फ्यामिली नि नयाँ बस्ती नै ल जङ्गलतिर पस्यो त अब दाइ हामी त नि अमाइलागढ होइन। कुन चुरी खोइ ठुलो ए त्यो रुख काट्नुपर्ने भयो उयो हालेको घाँस सबै काट्नुपर्ने हो। दुई रुख छ यहाँ कहाँ पो देख्थ्यौँ है हामीले घाँस यही होइन कुन लानुपर्ने यही त हामी बाँझो हो र यो खान्छ र यो लानुपर्ने अनि उतो ठुलो रुख चिउरी जाम ल पहिला यो काटौँ है पहिला माथिको मछीमा फाट्यो क्या बाटो कुन अब घाँस काट्ने ठाउँमा आइपुग्यो है। कससँगले खाली भएन भने यति लिएर आउनुपर्छ क्या यति लिएर आइपुग्यो कता जाने कता जाने थाहा भएन है। त्यहाँ बाटोतिर पो हिँड्छु त म त तिमीहरू जङ्गलतिर हिँड्छु र म। ल सँगले यो घाँस काट्नुपर्ने भयो हामीले चाहिँ। ल मैले घाँस काटिसकेपछि भेट्यो मैले त गाइजहरु ल बाई। 2 minutes later. हामीले चाहिँ घाँस काटिसक्यौँ होइन। हाम्रो भाइ आउँदैछ हाम्रो भाइ होइन भाइ पछाडि दाइ अनि म होइन। यसलाई अब यताबाट भने त कहिलेबाट बोक्नुहोस् पो यसले घुमाइयो न यो भाइलाई अब दाजु हो त्यसरी के दाजु ओइ माछाले झऱ्यो मुलाङ घाँस छु हुन्छ क्या त्यो नचलाउ भनेको बसिहाल्छु बस्न म भन्छ त ल। ए माछाला मैले घाँस बोकेर आऊ है बिस्तारी भिडियो भइरहेको नि त यार। अनि घाँसको भारी त के लगाएँ मैले यार घाँसको भारी बोकेर हिँड्ने अब गाउँको हो नि त होइन। आया
बाटो यस्तो बाटो हिँड्नु परिरहेछ यार साला बाटो यस्तो छ वहाँ घर पुग्नुपर्ने छ हामी यहाँबाट ओह कस्तो साह्रो भएको यार माछाले यस्तो बाटोतिर त हामी चाहिँ यसलाई भन्छ गाउँको प्योर बाटो भिडियो बनाउला फेरि जहाँ छ त्यहाँ भिडियो बनाउनु हुँदा मर्ला भिडियो कस्तो लाग्छ राम्रो लाग्छ छैन ल माछालाई ओ भिडको बाटो हिँड्नु परेको छ यार माछालाई नि हुन्छ त नि अब यस्तो बाटो घन्द्राङ 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 यी झऱ्यो त हामी यी त्यहाँपट्टि फोक्ने होला फोन चाहिँ अब होइन गाउँ गयो नि त गाउँ नि त गाउँ होइन ओइ पर्खिनै पबिने ल त्यो गाउँको बाटो यहाँ लख 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 हिँडेन घाँस बोकेर कति बजी घाँस बोकेको घाँस बोक्ने होइन माछालाई यार जो भनेको यार कति बजी घाँस बोकेको घाँस बोक्ने नआइदिरहेको ल तर केही छैन काम गर्नुपर्छ कति बस्नु यहाँ साथी सहरको त्यो एउटा कोठामा चक्क कोप्चेर माछालाई होइन पानी पनि खान्छ यार जम्नु छिटो पानी परेर पर्नु थाल्यो हल्का हल्का पानी पऱ्यो क्या चाहिँ होइन त्यस्तोसँगले अब चाहिँ गाउँ सिधै घरमै होइन त्यही यो सुकेहरू यो होइन अहिले अब मैले घाँस बोक्नु थाल्यो अहिले घरकै बसी भेटौँ है त ओके लेट्स गो गाइस गो